2 रन 3 रन यदि आउँछ भने थोरै प्रेसर त्यसले जेनेरेट गरेको थियो। ओ स्टेप आउट छक्का। दिपेन्द्र सिंह ऐरीले पक्कै पनि अनअर्थोडक्स रहेको हुन सक्छ। स्टेप आउट लङ अन चौका गर्नुस्। यति चाँडै बल यो टप क्लास ब्याटिङ हो। केही समय अगाडि हर्मित एङ्गल परिवर्तन नतिजा हेर्नुहोस् गरे कति राम्रो ब्याट स्विङ रहेको छ। त्यसमाथि ग्यापमा खेल्न सफल लङनका दर्शनीय रहेको छ। यो जुन किसिमको सर्ट खेलिरहेका छन् जुन हिसाबले बडी वेट ट्रान्सफर गरे हेर्नुहोस् त्यहाँ उनलाई विशेष बनाउँछ। गुलशन शाह हवाई फायरको प्रयास त रहेको छ, निकै टाढा पनि पुगेको छ बल। नेत्र बलकरको यो ओभर अर्को महँगो ओभरमा परिणत थियो नेपालले। यसपटक कन्ट्याक्ट भेटेका छ गुलशनले तर फिल्डर पनि रहेका छ। निकै माथि गयो र हेर्न सक्छौ जुन जुन डिस्टेन्सको तेस्रो शिकार बने गुलशन शाह 15 रन बनाएर पभिलियनको बाटो फर्के। पनि हासिल गरेका छन् शुभम रञ्जनेले। उच्च स्तरीय ब्याटिङ रहेको छ, सबैले आफ्नो रेस्पोन्सिबिलिटी निभाए। प्रतिवेन्द्र अझै छ यहाँ क्याप खोज्न सक्ने छन् गरे तर त्यो बलले यात्रा जितेको छ। बाउन्ड्रीलाई चुम्दै 4 रन दिलाएको छ। राम्रो बलिङ अहिलेसम्म यो जुन बाउन्ड्री आयो त्यसपछि भन्दै मात्र थियो आरिफ शेख। साढे उनले जज गरे आरिफ शेख। यसपल्ट हावा उठाएर खेलिदिए, बल निकै बेर हावामा रहेको थियो। लेन्थ जब पिच होइन त्यो टाइमिङ रहेको थियो, मास्टर क्लास देखाएका छन् उनले आज। यो वाइडरको लेन्थको बललाई पनि हेर्न सक्छौँ। उत्कृष्ट ढङ्गबाट अर्ध शतक कुरा गर्दै थियो। आएको छ हेलिकप्टर शट, प्याच चल्छ, रन आउँछ। ट्युमा हेलिकप्टर एकपटक फेरि पनि आकाशिएको छ। बल कति माथि र क्यापमा पनि बाउन्ड्री बाहिर 6 रन राखेर हेर्न सक्छौ कति वाइड रहेको थियो। 72 रन खर्च गरिसकेका छन्। राम्रो यर्कर, निकै नै उत्कृष्ट यर्कर। डाइरेक्टेड तर त्यसपछि पनि सँग र त्यसपछि डाइरेक्टेड ब्लक बस्टर नक भाइस क्याप्टेनबाट। आरिफ शेख स्पिन सम्झिनु भयो होला। फायरमा रेन्जमा थियो, बस उठाइदिएका थिए माथि। डिप स्ट्राइकमा छन्। क्रस आए, फुल टस हावामा उठाएर खेलिदिएका छन्। फाइदा उठाए यस नोबलको। फुल टस त्यो पनि नोबलमा र फ्री हिट र सम्पाल कामीको ब्याटिङ। फेरि पनि एकपटक यसपटक पनि हावामा छ। स्लो बल रहेको थियो नो म्यान्स ल्यान्डमा। पुगिसक्ने सन्या छैन न सम्पाल। ती फास्ट भयो भने पनि यसलाई बिट गर्न गाह्रो। नेपालले विकेट गुमाएको छ। नन्दन यादव नयाँ ब्याटर स्ट्राइकमा रहेका छन्। ब्याटिङ गरिरहेका छन् क्रिसको। उनलाई थाहा छ यर्कर आउँदैछ। निको अन्तिम बल स्लोअर बल फाले हावामा थियो। नो म्यान्स ल्यान्डमा 1 रन लिनेछन् र नेपालले र निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर अन्त्यतः नेपालले 317 रनको विशाल त्यो रन बनाएको छ।